हेलो एन्ड वेलकम एभ्रिवान। आज फेरि पनि हामीले क्लास 10 को सम ग्यासेसको कार्बन डाइअक्साइड च्याप्टरको सेकेन्ड पोर्सन लिएर आएको छौँ। आजको यस पोर्सनमा हामीले मेनली कार्बन डाइअक्साइडको फिजिकल केमिकल प्रोपर्टिज र त्यसको युजेसको बारेमा डिटेलमा पढ्नेछौँ र साथै प्रिभियस इयर्सहरूको पहिला सोधेको एससी क्वेशन्सहरू यो च्याप्टरबाट के छ, यो पोर्सनबाट के छ त्यसको बारेमा पनि जान्नेछौँ। त सुरु गरौँ हामी आजको पहिलो टपिक फिजिकल प्रोपर्टिज अफ कार्बन डाइअक्साइड। त फर्स्ट पोइन्ट हामीले के गर्ने भने कलर र अर्डरको बारेमा कुरा गर्नेछौँ। त कार्बन डाइअक्साइड कस्तो छ त कलरलेस एन्ड अर्डरलेस ग्यास, कुनै कलर छैन, कुनै अर्डर छैन, स्मेल छैन। त्यस्तै गरेर कार्बन डाइअक्साइडको सल्युबिलिटीको बारेमा भन्यो भने इट डिजोल्भ्स इन वाटर, पानीमा घुल्छ र घुलेर चाहिँ एसिड बनाउँछ जसको नाम के हो, कार्बोनिक एसिड हो। अब यो चाहिँ सोधेको क्वेशन है, व्हाट ह्यापन्स व्हेन कार्बन डाइअक्साइड इज पास थ्रु वाटर। कार्बन डाइअक्साइड पानीमा जाने बित्तिकै पानीमा घुलेर चाहिँ के बनायो, कार्बोनिक एसिड। र एसिड कस्तो टेस्टको हुन्छ त, साउर टेस्ट हुन्छ, अमिलो हुन्छ है। त्यस्तै गरेर कार्बन डाइअक्साइडको मोलिकुलर वेट हामीले यो भन्दा अघिल्लो पोर्सनमा पनि भनेको थियो 44 AMU हो, व्हिच इज हेभियर देन एयर। कति हेभियर त, अलमोस्ट 1.5 टाइम्स हेभियर देन एयर छ। त्यस्तै कार्बन डाइअक्साइड कस्तो नेचरको छ, एसिडिक इन नेचर छ। त्यसै हामीले पहिलो पनि भनिसकेको छौँ, एसिडिक इन नेचर भएको कारणले कार्बन डाइअक्साइडको टेस्ट गर्दा ग्यास जारमा मोइस्ट ब्लू लिटमस पेपर हामीले हाल्दा त्यो रेड कलरमा चेन्ज भएको थियो। इन द सेम वे कार्बन डाइअक्साइडले नाइदर कम्बस्टिबल हो नर इट सपोर्ट्स कम्बसन, यानी आफू पनि बर्न गर्दैन र बर्न गर्न पनि मद्दत गर्दैन। त्यसै लागि कार्बन डाइअक्साइडलाई फायर एक्सटिङ्ग्युसरमा पनि युज गर्ने गरिन्छ। र लास्ट पोइन्ट हामीले भन्यो एकदमै इम्पोर्टेन्ट, सोधिरहेको हुन्छ एक्जाममा हामीलाई, कार्बन डाइअक्साइडलाई हामीले -78 डिग्री सेल्सियसमा कुल गर्यो भने यो सोलिड फर्ममा चेन्ज हुन्छ। त्यो सोलिड फर्म अफ कार्बन डाइअक्साइडलाई हामी ड्राई आइस भनेर भन्छ है। एक्जाममा सोधिन्छ हामीलाई what happens when carbon dioxide is cooled up to -78 डिग्री सेल्सियस। त याद राख्नुपर्छ भाइ बहिनीहरू, के भन्यो त, ड्राई आइस भनेर भन्यो। यसैले अर्को भाषामा के सोधिन्छ, सिम्पली व्हाट इज ड्राई आइस। त व्हाट इज ड्राई आइस, द सोलिड फर्म अफ कार्बन डाइअक्साइड कति बेला, when cooled to -78 डिग्री सेल्सियस। अझै एउटा क्वेशन यहीँबाट आउँछ, यसको युजेस के हो भनिदिन्छ है हामीलाई। ड्राई आइस कहाँ युज भयो त याद राख्नु है, ड्राई आइसलाई युज्ड एज अ प्रिजर्भेटिभ। फ्रुट्सहरू, भेजिटेबलहरू, फिसहरूलाई चाहिँ प्रिजर्भ गर्नको लागि, तिनीहरूको सेल्फ लाइफ बढाउनको लागि पनि ड्राई आइस युज गर्ने गरिन्छ। त यहाँबाट हामीलाई मेनली सोध्ने क्वेशन्सहरू चाहिँ सेकेन्ड नम्बर, त्यस्तै हामीलाई 5th नम्बर र 6th नम्बरबाट चाहिँ मेनली क्वेशन्सहरू आउँछ है। त्यसै गरी हामी अर्को क्वेशनमा जाउँ, केमिकल प्रोपर्टिज अफ कार्बन डाइअक्साइड। अब यहाँबाट क्वेशन मेनली सोधै गर्छ है, एससीमा फ्रिक्वेन्टली सोधिरहेको क्वेशनहरू छ। नम्बर फर्स्टमा रिएक्सन विथ वाटर। हामीले अघि पनि भन्दै थियौ कार्बन डाइअक्साइड पानीमा डिजोल्भ गर्छ, सल्युबल इन वाटर छ। त कार्बन डाइअक्साइड छ, पानीमा डिजोल्भ गर्यो, डिजोल्भ गरेर के बन्छ त, यो एउटा कम्बिनेसन रिएक्सन हो। कम्बिनेसन भनेको दुईटा भन्दा बढी रिएक्टेन्ट जोडेर एउटा सिंगल प्रोडक्ट बनाउने। त सबैलाई जोड्दिउँ त, सबैलाई जोड्दा के बन्यो, H2CO, कतिवटा छ त, दुईटा र एउटा यहाँ तीनवटा, CO3 भनेर भने। यसको नाम के भयो, कार्बोनिक एसिड। याद राख्नुपर्छ, एक्जाममा क्वेशन सोध्छ है, व्हाट ह्यापन्स व्हेन कार्बन डाइअक्साइड इज पास थ्रु वाटर। त के भन्यो, कार्बोनिक एसिड। एसिड हो भने यो कस्तो टेस्टको हुन्छ, साउर इन टेस्ट हुन्छ है, ठीक छ। र यो कार्बोनिक एसिड कहाँ युज हुन्छ, कहिलेकाहीँ यो पनि सोधिन्छ, राइट द युजेस अफ द कम्पाउन्ड फर्म्ड। जुन कम्पाउन्ड बनेको छ त्यसको युज के हो भनेर, त युज्ड इन सोडा वाटर, सफ्ट ड्रिङ्क्सहरू जुन हामी खान्छौँ, सफ्ट ड्रिङ्क्सहरू, तिनीहरूमा चाहिँ यो युज गरेको हुन्छ है। त्यसै गरी यसमा यदि अझै एउटा क्वेशन सोध्यो, अब यो त बन्यो, यो बनिसकेपछि मैले फ्यु ड्रप्स अफ फिनोप्थेलिन हालिदिएँ, फिनोप्थेलिन। यहाँ फिनोप्थेलिन एड गरेपछि के होला त, हामीलाई थाहा छ फिनोप्थेलिन के हो, इन्डिकेटर हो। अब यो फिनोप्थेलिन भन्ने इन्डिकेटरलाई एसिडमा राखिदिएपछि कुनै पनि कलर चेन्ज हुँदैन। त नो चेन्ज इन कलर भनिदिने, नो चेन्ज इन कलर या कलरलेस भनेर भनिदिने। त यति क्वेशन चाहिँ हामीलाई यो फर्स्ट रिएक्सनबाट आउने गर्छन्। त्यसै गरी अर्कोमा जाउँ, रिएक्सन विथ बर्निङ म्याग्नेशियम रिबन। अब सपोज गरेर यो हाम्रो एउटा ग्यास जार छ,
यो ग्यास जारमा हामीले कार्बन डाइअक्साइड ग्यास भरेर राखेको छ। अब कार्बन डाइअक्साइड हेभियर देन एयर छ, त्यसैले बटममा हुन्छ, एयर कहाँ जान्छ, माथि जान्छ है। अपवर्ड डिस्प्लेसमेन्ट अफ एयरबाट कलेक्ट भएको हामीलाई थाहा छ। अब यहाँ हामीले एउटा बर्निङ म्याग्नेसियम रिबन राख्दै है, यो बर्न गरिरहेछ, बलिरहेको छ, बर्निङ म्याग्नेसियम रिबन। त के रियाक्सन होला भनेर सोधिदिन्छ एक्जाममा। त के भयो, म्याग्नेसियम प्लस कार्बन डाइअक्साइड। यहाँबाट चाहिँ के भन्छ भने MgO प्लस कार्बन छुट्टिन्छ है, कार्बन छुटेर यहाँ आयो। अब म्याग्नेसियम अक्साइड कस्तो हुन्छ, त्यो व्हाइट पाउडरको हुन्छ है। यो MgO भन्ने म्याग्नेसियम अक्साइड कस्तो हुन्छ, व्हाइट पाउडर हुन्छ भने यो कार्बन कस्तो कलरको, क्लास 9 मा हामीले पढिरहेको छ। कार्बन कस्तो कलरको रह्यो त, ब्ल्याक कलरको रह्यो, यो ब्ल्याक पाउडर भनेर भयो। त यहाँबाट हामीले के बुझ्यो, when a burning magnesium is inserted in a gas jar containing carbon dioxide, it forms white powder of magnesium oxide and black powder of carbon। यति मात्रै हो। त्यसपछि हामी तेस्रो नम्बरमा जान्छौँ। तेस्रोमा रिएक्सन विथ लाइम वाटर। अब यो सोधिरहेको क्वेसन है, धेरैचोटि पहिला सोधिसकेको क्वेसन हो। सबभन्दा पहिला त बुझ्नु पर्यो लाइम वाटर हो के। त लाइम वाटर भनेको क्याल्सियम हाइड्रोक्साइड, अझै केही होइन है, क्याल्सियम हाइड्रोक्साइड हो भनेर बुझ्नु। यो रिएक्सन दुई तरिकाले पढ्नुपर्छ, एउटा सर्ट टाइमको लागि र एउटा लङ टाइमको लागि चाहिँ पढ्नुपर्ने हुन्छ। पहिला जाम हामी फर सर्ट टाइम है, फर सर्ट पिरियड अफ टाइम। तो यदि मैले कार्बन डाइअक्साइडलाई चाहिँ लाइम वाटरमा पास गराइदिए भने फर सर्ट पिरियड अफ टाइम, थोरै समयको लागि पास गराएको छ भने यहाँबाट क्याल्सियम कार्बोनेट प्लस H2O वाटर बनेर जान्छ। अब क्याल्सियम कार्बोनेट त लाइमस्टोन हो, यो इनसोल्युबल हुन्छ है, यो इनसोल्युबल, पानीमा घुल्दैन, इनसोल्युबल हुन्छ। इनसोल्युबल हो, पानीमा घुलेन भने यो कलर चेन्ज गर्छ, कस्तो कलरमा आइहाल्छ, मिल्की व्हाइट कलरमा आइदिन्छ है। ध्यानमा दिनु, यो पनि सोधिएको हुन्छ। व्हाट ह्यापन्स व्हेन कार्बन डाइअक्साइड इज पास थ्रु लाइम वाटर फर सर्ट पिरियड अफ टाइम। त सर्ट पिरियड अफ टाइममा के बनायो, क्याल्सियम कार्बोनेट। क्याल्सियम कार्बोनेट कस्तो, इनसोल्युबल। इनसोल्युबल हो भने कस्तो कलरको सल्युसन बन्यो, मिल्की व्हाइट कलरको। तर यही लामो समयसम्म गयो भने के होला है, फर लङ पिरियड अफ टाइम। दुई किसिमको सोधे है यहाँबाट, सर्ट र लङ पिरियड भनेर सोधे है हामीलाई, फर लङ पिरियड अफ टाइम। अब लङ पिरियडमा हो भने कार्बन डाइअक्साइड त पास गराएकै छौ, प्लस के बनेको थियो अघि हेर, क्याल्सियम कार्बोनेट बनेको छ, प्लस के बनेको थियो अघि हेर, वाटर बनेको छ। के बनाइदियो त यसले, क्याल्सियम बाइकार्बोनेट बनाइदिन्छ। फेरि यो क्याल्सियम बाइकार्बोनेट के हो, CaHCO3 बाइकार्बोनेट। क्याल्सियमको भ्यालेन्सी कति त 2, बाइकार्बोनेटको 1, क्रिस क्रस गर के बन्दो रहेछ त CaHCO3 होल 2 भनेर भन्छ। यो रिएक्सन ब्यालेन्स आफैले ब्यालेन्स गर्दा नि भएको है। अब यो कस्तो त, यो सोल्युबल छ है, यानी यो पानीमा घुलिहाल्छ, यो सोल्युबल हो। सोल्युबल हो भने जुन अघि हाम्रो मिल्की व्हाइट कलर बनेको थियो नि, त्यो के भइहाल्छ, डिसएपियर भएर जान्छ है। त यसमा पनि थोरै याद राख्नु है, मिल्की व्हाइट कलर अब के भयो, डिसएपियर भएर गयो है, हराएर गयो। त दुईटा कुरा याद राख्ने है। सर्ट पिरियड अफ टाइममा क्याल्सियम कार्बोनेट बन्यो, इनसोल्युबल छ, मिल्की व्हाइट कलर आयो। लङ पिरियड अफ टाइममा क्याल्सियम बाइकार्बोनेट बन्यो, सोल्युबल छ, मिल्की व्हाइट कलर डिसएपियर भयो। त्यसै गरेर अर्को रिएक्सन, यो चाहिँ फेरि एकदमै इम्पोर्टेन्ट है, VBI भनेर पनि भन्दा भइगयो यसलाई, रिएक्सन विथ अमोनिया। अब किन पनि इम्पोर्टेन्ट भने हामीले पढ्नुपर्ने भनेको कार्बन डाइअक्साइड र अमोनिया हो। अब रिएक्सनै अमोनियासँग हुँदैछ, यानी दुईटै ग्यासलाई लिएर रिएक्सन भएको छ, त्यसका लागि अझै बढी इम्पोर्टेन्ट भयो। त भयो के भने कार्बन डाइअक्साइडलाई हामीले अमोनियासँग रिएक्ट गराउँछ भने 1500 डिग्री सेल्सियसमा, याद राख्नु 1500 डिग्री सेल्सियसमा भने हाम्रो कम्पाउन्ड भन्छ NH2 बोन्ड CO बोन्ड NH2, जसलाई हामी के भन्छौँ, युरिया भनेर भन्छ है। र यो इन्डस्ट्रियल प्रिपरेसन अफ युरिया पनि छ। बाई प्रोडक्टमा वाटर बन्यो है, बाई प्रोडक्टमा यहाँ वाटर बन्ने गर्छन्। त यो हाम्रो अर्को रिएक्सन भयो कार्बन डाइअक्साइडको। सोधिदिन्छ एक्जाममा, हाउ इज युरिया फर्मड इन इन्डस्ट्रिज भनेर। त युरिया कसरी इन्डस्ट्रिजमा बने त, कार्बन डाइअक्साइड र अमोनिया चाहिँ रिएक्ट गरेर 1500 डिग्री सेल्सियसमा है। त्यस्तै गरेर नेक्स्ट रिएक्सन 5th नम्बरमा फोटोकेमिकल रिएक्सन। अब नाम सुनेर डराउने होइन, फोटोकेमिकल रिएक्सन भनेको सानैमा पढेर आएको फोटोसिन्थेसिस वाला रिएक्सन। त फोटोसिन्थेसिस के थियो त,
कार्बन डाइअक्साइड थियो, वाटर थियो, इन प्रेजेन्स अफ के त सनलाइट। खानाले के गर्यो, प्लान्टले के गर्यो त खाना पकाइदियो। कुन खाना पकाइदियो त, त्यही हाम्रो ग्लुकोज। त के बनायो त C6H12O6 प्लस के त बाई प्रोडक्टमा फेरि पनि अक्सिजन भनेर है, अक्सिजन भनेर भनेको है। अब यसलाई ब्यालेन्स गर्नुपर्ने भयो। सर हेर्दा यहाँ कार्बन एउटा छ, यहाँ कार्बन कतिवटा 6 वटा छ, त यहाँ हामीले हाल्दियो 6। हाइड्रोजन कतिवटा छ त 2टा छ, यहाँ हाइड्रोजन कतिवटा 12 वटा, त यसलाई 12 बनाउन यहाँ हामीले हाल्दियो 6। अब अक्सिजन हामीले हेर्ने भने यहाँ 12 भयो, यहाँ 6 भयो, 18 भइसकेको छ। यहाँ 6 मात्रै थियो, यसलाई 12 बनाउनु छ, यहाँ पनि हाल्दियो 6। र यति केमिकल रिएक्सन चाहिँ हामीले मेनली कार्बन डाइअक्साइडको लागि पढ्नुपर्ने हुन्छ। ल त्यस्तै 6 नम्बरमा रिएक्सन विथ कार्बन, यो लास्ट हाम्रो रह्यो केमिकल प्रोपर्टिज। अब कुनै कुनै किताबमा रिएक्सन विथ रेड हट कोक भनेर पनि भनिदिन्छ, एउटै कुरा हो। त कार्बन डाइअक्साइडलाई चाहिँ रेड हट कोकसँग चाहिँ एट 900 डिग्री सेल्सियस रिएक्ट गरायो भने यसले CO कार्बन मोनोअक्साइड दिन्छ है। कार्बन मोनोअक्साइड, एउटा मात्रै अक्सिजन भएको कार्बन मोनोअक्साइड। अब यसलाई ब्यालेन्स गर्ने भने कार्बन कतिवटा त 2टा छ, यहाँ एउटा छ, यहाँ 2 हाल्दियो, कार्बन मोनोअक्साइड बनिहाल्यो। र जुन के छ त पोइजनस छ, टक्सिक इन नेचर हुन्छ है। ल र यसपछि हामी युजेस तर्फ जान्छौँ। ल त्यसैगरी अन्तिम टपिक कार्बन डाइअक्साइडको युजेस अफ कार्बन डाइअक्साइड भनेर है। त फर्स्ट युजेस हामीले के भने इट इज युज बाई ग्रीन प्लान्ट फर फोटोसिन्थेसिस। हामीले योभन्दा अगाडि पनि भनिसकेको छ, प्लान्टलाई खाना पकाउनको लागि फोटोसिन्थेसिस गर्नको लागि कार्बन डाइअक्साइड चाहिन्छ। इन द सेम वे इट इज युज इन फायर एक्सटिङ्ग्युसर। कार्बन डाइअक्साइडले बर्निङलाई सपोर्ट गर्दैन, त्यसका लागि फायर एक्सटिङ्ग्युसरमा पनि युज भयो। लाइकवाइज इट इज युज टु म्यानुफ्याक्चर युरिया। योभन्दा लगत्तै अगाडि हामीले भनिन्छ कार्बन डाइअक्साइड अमोनियासँग 1500 डिग्री सेल्सियसमा रिएक्ट गर्दा युरिया बन्छ। युरिया के त एक किसिमको फर्टिलाइजर हो। इन द सेम वे इट इज युज टु मेक ड्राई आइस विच इज युज एज प्रिजर्भेटिभ। हामीले के भनेको थियो, कार्बन डाइअक्साइडलाई -78 डिग्री सेल्सियसमा कुल गरेपछि कार्बन डाइअक्साइड सोलिड फर्ममा जान्छ। त्यो सोलिड फर्म अफ कार्बन डाइअक्साइडले के भने हामीले ड्राई आइस। र यो ड्राई आइस कहाँ युज भएको छ त एज अ प्रिजर्भेटिभ टु प्रिजर्भ फ्रुट्स, भेजिटेबल्स, फिश इटिसी। इन द सेम वे इट इज युज टु मेक कार्बोनिक एसिड। अब कार्बोनिक एसिड कसरी, कार्बन डाइअक्साइडलाई वाटरमा पास गराएपछि कार्बोनिक एसिड बन्छ र यो कार्बोनिक एसिड हामी सफ्ट ड्रिङ्क्सहरूमा युज गर्छौँ। इन द सेम वे इट इज युज टु म्यानुफ्याक्चर कार्बोजेन। अब यो पहिला सोधेको छ, कतिपय किताबहरूमा दिएको पनि हुँदैन। कार्बोजेन भनेको के हो त, मिक्सचर हो 5% कार्बन डाइअक्साइड र 95% अक्सिजनको। यो कहाँ युज हुन्छ भने त्यो हाम्रो अक्सिजन सिलिन्डरवाला जुन हुन्छ नि ग्यासेसहरू, त्यो अक्सिजन सिलिन्डरवाला जुन ग्यास छ त्यसमा चाहिँ कार्बोजेन ग्यास फिल हुन्छ। यो कार्बोजेन आर्टिफिसियल रेस्पिरेसन, न्युमोनिक पेसेन्ट्सहरू छ, न्युमोनिया कसैलाई भएको छ, सास लिन अप्ठ्यारो भएको छ भने त्यो केसमा मेडिकल यानि हस्पिटल्सहरूमा चाहिँ कार्बोजेन युज गरिएको हुन्छ। लाइकवाइज अन्तिम कुरा हामीले भन्यो भने कार्बन डाइअक्साइड कार्बोनेसन प्रोसेसमा पनि युज हुन्छ। अब यो कार्बोनेसन भनेको सुगर इन्डस्ट्रिजहरूमा सुगर क्यानको जुसहरूलाई चाहिँ प्युरिफाई गर्ने प्रोसेसलाई चाहिँ कार्बोनेसन प्रोसेस भन्छ। अब यो पनि एक्जाममा सोध्न सक्छ हामीलाई, डिफाइन कार्बोनेसन। सो इट इज अ प्रोसेस अफ प्युरिफाइङ सुगर क्यान जुस इन इन्डस्ट्रिज बाई द युज अफ कार्बन डाइअक्साइड भनेर भन्ने। त यति हामीले पढेपछि कार्बन डाइअक्साइडको पोर्सन चाहिँ कम्प्लिट हुन्छ। आजको क्लासमा हामी कार्बन डाइअक्साइडको फिजिकल, केमिकल प्रोपर्टिज र युजेसको बारेमा पढ्यो। यसको बारेमा अब तिमीहरूले क्वेसन ब्याङ्कमा हेरेर के कसो क्वेसन्सहरू छ त्यो क्वेसन्सहरूलाई सल्भ गर्दै जानुपर्ने भयो र केही अप्ठ्यारो छ भने यही कमेन्ट बक्समा तिमीहरूले त्यो क्वेसन्सहरूलाई कमेन्ट गर्नुपर्ने भयो। त्यो क्वेसन्सहरू कमेन्ट गरे बापत हामीले सक्दो चाँडो जति पोसिबल हुन्छ त्यति चाँडो त्यसको फिडब्याक या रिप्लाई दिने काम गर्छ है। सो त्यति बेलासम्म पढ्दै जाउँ, एससीको प्र्याक्टिस गर्दै जाउँ।